एक दिन हम पनि सौरभ जोशी ब्लग जस्तै कार किन्छौँ, बाइक किन्छौँ, हेलिकप्टर किन्छौँ। सब्स्क्राइब गर्नु। के अरे त्यो बाइकको नाम चिन्ने के अरे त्यो BMW हायबुसा किन्छौँ हामी हायबुसा। Oh my god! Wow! यो त पक्का हो। ड्राइभर निदान। ड्राइभर चाहिँ यसलाई फाइनली गाइस अब हामी भालुटोल पुग्यौँ। के हो यो? ए के अरे यस्तो हुनुपर्ने कि केटीले आइज खेल्न भन्नुपर्ने हामी चाहिँ बाक्क छौँ। हेलो एन्ड नमस्ते आए भोजरहरू सन्चै हुनुहुन्छ होला। सो आज होली हो न, सो मेरो न्यू भ्लगमा स्वागत छ भनौँ न। सो अहिले चाहिँ हामी यस्तो पाराले अब होली खेल्ने तयारीमा छौँ होइन। अहिले चाहिँ हामी दुईजना छौँ यस्तो पाराले, हाम्रो राजेशमा छौँ होइन। सो अब होली खेल्न जाने अब घरबाट हामी निस्किसकेका छौँ। घरबाट एकछिन चट्ट पाराले निस्केर होइन अब होली खेल्ने अब बाबदाईहरू पनि आइरहेको अरे, अब साथीहरू पनि आइरहन्। सो अब होली खेल्ने अब यस्तो पाराले अब ह्याप्पी होली होइन सबैलाई। ह्याप्पी होली। हामी अब टक्क पारा राजेशको घरनिर पुगिरहेको छौँ। राजेश ह्याप्पी होली भन्छ सबैलाई। अब के भनौँ अब ऊ केले गर्दा ऊमा ऊ भइरहेको। ह्याप्पी होली खेल्दै खेल्दै आउनु भएको क्या हो ल के किन जाउने अन्त सुरेश लगाइदिनु ह्याप्पी होली है सुरेश। मैले अब्बुल चाहिँ राजेशको राखेको ह्याप्पी होली है लगाउने भने ल दाइलाई ह्याप्पी होली है। टक्क पाराले अब हामी राजेशको छिरिसक्यौँ मतलब मैले अबिर ल्याएँ टक्क पारा लाल टिका लगाउने हो नि लाल लगेर जाने यही हो मेरै हो म त लाल देश लाल हाम्रो म त चिने यार मोबाइल स्विच भएर यार दिमाग खराब राजेशको क्या टक्क पारेले अब राजेश कहाँ यार यस्तो खाना खाने हो यार, यस्तो खाना खाने हो यार। ए मान्छेले के खाना खान लाग्छ यो भाइको होलीको दिन हजुर टक्क पाराले होली सोली खेलिरहेको छ भन, एकदम रमाइलो भइरहेको छ। जे होस् अब स्किल केटाहरू पनि आइरहन्, अब के भन्नु आउलान् बाटोमा होलान्। सो ह्याप्पी होली म एकदम जमजम यस्तो अब राजेशको घरबाट आउन अब उठाउँछौँ न। अब हाम्रो घर पनि घर नखेलेर यहाँ बाटोमा खेल्दा हामी अब यस्तो घर पनि जाने हुन्छ एकछिन चट्ट पाराले। सब ठाउँ भयो के
सबको कलरको ठाउँ अबे राहुल खेल्दैन न बसिरहेको यसलाई मैले लगाएन झन् फाइनली अब भालु भनेर राहुलको मन त लगाउन मन होली खेल्न होली के दिन खै पुरा सब लुक दिइराख्यो म्या सब लुक दिइराख्यो कस्तो छ यस्तो त हुनु भएन नि यार हुनु भएन नि हुनु भएन हेप्पीकोले है भित्रै खोज्दै ढोका खोल्नु पर्यो अब ढोका खोल्नु पर्यो चलो हट तेरी यार यस्तो हुँदैन यार होलीको दिन लुक्न पाइदैन खेला सिक्ने के भन्नुभयो त्यो के भन्नुभयो आफ्नै ग्याङको मान्छेलाई लगाएर नदियो टक्कबाट हामी चाहिँ अहिले खेतबारीमा अब केटीलाई होली हान्न आउँछौँ किन हामी चाहिँ अनि यस्तो पाराले हामी दुईजना उत्तम र बन्छौँ होइन टक्क है ल एकदम कहाँ गयो कहाँ गयो कस्तो यार होलीको दिन पनि हुन्छ नि कहाँ भाग्ने यार होली खेल्नु पर्यो यस्तो यार हो कि नि होलीको दिन पनि यार ओ सङ्केत दियो सङ्केत सापीले आउन हामी चाहिँ राक्क पाराले हामी भाइ र मसँग होइन भाइ यस्तो भन्दैछ आयो भन्दै यस्तो एकदम होइन सब्सक्राइब र युट्युब च्यानल होइन सो लाइक सेयर गरिदिनु होला ए कता छ कता कता So go WhatsApp thank you डर अहिले होलीमा लागि हामी केटी हुने गइरहेको होइन भन्नु न ल म चाहिँ टिका लाउँछु है मजा आइरहेछ एउटा कलर नै माथि एक्चुअली हाम्रो खै त चार पाँच हाँ भाउजी अब गाँसन के रे हैप्पी होली गया हाम्रो च्याम्पियन घाट काट्न अर्को भाइ राहुल आए ल ल ल तबाट पनि आइरहन्छ केटाहरू ए आन्टी दिदी जो को हुनुहुन्छ यस्तो खोलौँ ढोका कहाँबाट हो कहाँबाट है यार कस्तो ब्याड लग हो न कोही रहेनछ ढोका लगाएर बस्छन् भित्रमा आएको यस्तो हुनुपर्ने कि केटीले आइज खेल्न भन्नुपर्ने हामी चाहिँ आएको छ टक्क पारेर अब यस्तो पारेर गोरेनातिर जाऊँ न होइन महेन्द्र रोड चाहिँ उताबाट आइरहन् सो अब जाऊँ न हामी पनि यताबाट खै कहाँ कुर्ता सुरुवाल ए पिङ्क कलरको पिङ्की दिनु हेलो एन्ड फाइनली हामी झुलुङ्गे पुलको नजिक छौँ कहाँ हो नि मोट से तो पैसे नहीं बात है पैसे नहीं बा मोट हाय 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 मेरो बहिनीहरु हो न के राछौ नेत्रलाल मलाई छोरा हो नि होली खेलाऊ बिन्दास खेलाऊ मेरो अबिर म माथि गलाइ राछ
ल ह्यापी होली हैप्पी होली हैप्पी होली हैप्पी होली ए बस उब्राउ अभी नहीं उड़ाओगे वहाँ जाए तुम्हें रामपुर ले बाय बाय हैप्पी होली है हैप्पी होली फाइनली में आकाश म चाहिँ गोरे नाको पुल अझै हो न यसो गइरहेको छु म आकाश एक्लै छु मेरो केटाहरू उतातिर छन् भनौँ न है टक्क भएर फाइनली झुलुङ्गे पुलमा छ हामी टक्क भएर झुलुङ्गे पुलमा ओहो पाराले हो न सो यही नै हो इन्जोय भइरहेको छ रमाइलो भइरहेको छ जे होस् झुलुङ्गे पुलमा हामी चक्क पाराले साइकल अड्डाउँ न च्याउ जस्ता गलती मुई खान ए साइकल पकड गाडीको यो और के नि अब फेरि डीजे ए पिक्चर उफ्रिने हो मुझे ल राजा बोल्नु यो गाइस ए राजेश 1 सेकेन्ड भाग्यो भागन कट्टु गर्दै आउँदैछु बेबी प्रोटेक्सन दिन्छ नबोल मान्छे हुन्छ ल अब कहाँ जाने कुसाई पिङ्केर कुसाई ल म बनाउँछु हेलो गाइस फाइनली हामी कुसाई पुगेका छौँ यो कट्टु खोलेर जाने वाला मान्छे यही हो उ त्यो राजेश त्यसपछि हामी छिटो ओइ बाइक छिटो भोलि शान्ति बजार जाने हो ओइ हदै नगर न शान्ति बजार म जाउँछु भोलि भोलि ए ऊ आउनेहरु त एलिना भोलि आउँदैन भोलि या पर्सि अब हेरौँ भोलि आइगयो भने त म जान्नु तयार हुन्छ ओ अब फाइनली ओ मेरो अन्डा फुट्यो अब कति ठुलो हाम्रो गुल्लो ढुक्यो ओए जान्छु के बाल सब्सक्राइब गर्नु केही छैन होइन गाइस जस्ट फर फनको लागि हामीले रब ल्याङ्ग्वेज बोल्छौँ तर पनि सपोर्ट चाहिँ एकदम मिठो दिनु होला एक दिन हामी पनि सौरभ जोशी भ्लग जस्तै कार किन्छौँ हेलिकप्टर किन्छौँ सब्सक्राइब गर्नु के अरे त्यो बाइकको नाम चिन्ने के अरे त्यो BMW आइबुसा किन्छौँ अब आइबुसा यो त पक्का हो ड्राइभर नि ड्राइभर चाहिँ यसलाई किनिदिन्छौँ है अब हाम्रो यहाँ गजेडी दाजु हुनुहुन्छ गजेडी खाँदै गाजा खाँदै साइकल चलाउँदै होलीको बेला ह्याप्पी शिवरात्रि बनाउने मान्छे हो अनि यहाँ हाम्रो सर हुनुहुन्छ को पो म चिन्दैन अब उहाँ आएको छ यहाँ देखिसकेको छु मैले राम्री म यहाँ देखिसकेको छु आई लभ यू भन्दिनँ बेर छैन मेरो मुखबाट आई लभ यू भाइ केही निक्लिन्न राम्री चुवाक खिच्नेपछि मेरो मुखबाट आई लभ यू भाइ केही निक्लिन्न आई लभ यू ए अब चाहिँ हामी टक्क कर्णाली जान्छौँ अनि त्यसपछि हजुरहरूलाई कर्णालीमा भेट्छौँ अनि त्यसपछि एकछिन हामी राजापुरबाट मस्त चिरपारामा डान्स हान्छौँ अनि त्यसपछि सब केटाहरू यहाँ ए केटा कुलाल केटाहरू अब अब न केटी देख्ने यतिकै आई लभ यू हो सबैलाई अब यो च्यानल चाहिँ नेत्रले मलाई बेचिसकेका छन् अब
नहीं यार भाग्यो नि हेर केटा मा कसो मेरो साथीहरू सबै यहाँ छन् होइन गर्लफ्रेन्ड पाएपछि त्यस्तरी एक्लै जाँदो रहेछ के यो जो भयो नि बाल फाइनली गाइस अब हामी भालुटोल पुग्यो के हो यो ए लाउरेटोल हो सरी गाइस मिस्टेकली निक्ल्यो अब भन्नुपर्दा अलि लालेटोल थियो भन्नुपर्दा लाउरेटोल थियो भालुटोल निक्लिगयो यार फाइनली गाइस अब हामी कर्णालीको पुल पुग्दैछौँ कर्णालीको पुल पुग्नुभन्दा अगाडि ड्याम आइसकेको छ कति ठुलो छ ड्याम पनि अब यति नै अब हामी अब भोलि शान्ति बजार गयो भने चाहिँ एउटा मिठो मौसमको ऊ आउँछ होइन भ्लग आउँछ शान्तिपुर गयो भने चाहिँ शान्ति बजार गयो भने चाहिँ अनि त्यसपछि अब चाहिँ केटाहरू सब गइरहेछ होइन अब आजको लागि यति नै र लाइक सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला अनि कमेन्ट राम्रो मिठो मिठो दिनु होला त्यसपछि अब हामी जस्ट फर इन्टरटेनमेन्टको लागि भ्लग बनाउने गर्छौँ त्यसैले अब नेट र इन्डिया हान्दै हुनु त टक्क पारेमा ल सो अन्तिममा महाकसम लाइक सेयर सब्सक्राइब र नोटिफिकेसनलाई अन गरेर जानुहोस् र होली इन्जोय गर्नुहोस् र हामीलाई पनि इन्जोय गर्न दिनुहोस् ल बाई बाई सी यू अगेन हस् त धन्यवाद